अब माननीय सदस्य सुमना श्रेष्ठ। सम्माननीय सभामुख महोदय, सरकारले शिक्षा क्षेत्रलाई कहिले सिरियसली लिँदै लिएन। हिजो समितिमा बस्दै गर्दाखेरि शिक्षा मन्त्रीज्यूले एसई को यो मध्य प्रदेशको सबै टेक केयर भइसक्यो भनेर हामीलाई आश्वस्त गर्नुभयो। त्यही समय प्रदेशका मुख्यमन्त्रीले यो एसई परीक्षामा हामीले टेक केयर गर्न सक्दैनौँ भनेर छोडे। बुझ्दै जाँदाखेरि त गृहमन्त्रीज्यूले सिडिओहरूलाई मुख्यमन्त्रीज्यूको गजबको आइडिया थियो, केन्द्राध्यक्षहरू गोल प्रथाबाट गरौँ, एसईलाई राम्ररी गरौँ भनेर। त्यसमा केही सपोर्ट गरिएन। हुन त 2-4वटा आँप खसेर केही हुँदैन भन्ने प्रधानमन्त्रीज्यू, हालका प्रधानमन्त्रीज्यू, तर गृहमन्त्रीज्यूलाई के भएको? यसमा म उहाँको गम्भीर जवाफ चाहन्छु। र दोस्रो, सोभियोको नाममा जुन दलहरूको यो ताण्डव भइरहेछ विश्वविद्यालयहरूमा, के गर्नुभएको? आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही अध्यक्ष बन्न, यसरी विद्यार्थीहरूको दुरुपयोग भइरहेछ। सभामुख महोदय, विश्वविद्यालयहरूमा तालाबन्दी छ। त्यसले गर्दाखेरि 1 महिना भयो विद्यार्थीहरूले राम्ररी पढ्न नपाएको। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न एकले अर्कालाई, शिक्षा मन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाउने होइन। म यसमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउँछु र भन्छु, विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्। होइन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नको लागि लायोस्, विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो डिटर्मिन गर्नुहोस्। धन्यवाद।